हामी किनभने हामी सेवासावाहरू जब सेवामा बस्छौँ, सेवा गर्न थालेपछि मागले सम्झेर त्यो घरको धनीको सुम्बु अदाङसारको घरप्रतिको सम्झेर चाहिँ सेवा गर्नुपर्नेमा त्यहाँनिर हामी चाहिँ विविध रेला गर्दै ठट्टा गर्दै हामी सेवा गर्न जान्छौँ। त्यसमा हामीले भन्नै पर्दाखेरि त्यो सेवाको दिनमा हामीले सेवा गरिदिँदाखेरि त्यो सेवामा बसिसकेपछि हामीले फल्ना डिस्को फल्ना यसो भनेर त्यहाँनिर हामीलाई रेला ठट्टा हाँसखेल गर्दै सेवा गरिदिने होइन। त्यो दिन चाहिँ हामीले सेवा गर्दाखेरि यो सेवा सुम्बु वादाङहरूको सेवा चाहिँ मागले लिदियोस् र हामीलाई पनि जस होस्, उनीहरूको भाग्य होस्, उनीहरूको फलिफाप होस्, राम्रो होस् भनेर चाहिँ हामीले गरेर जानुपर्नेमा हामी चाहिँ उल्टो रेला ठट्टा गर्दै बस्दाखेरि त्यसमा पनि हामी आचार संहितामा हामी रह्यौँ न जस्तो लाग्छ। त्यसले गर्दाखेरि हामी सबैभन्दा पहिले चाहिँ हामीले सेवामा बस्दाखेरि सेवामा बसिसकेपछि चाहिँ हामीले रेला ठट्टा गर्नु हुँदैन, सेवामा जताभावी बोल्नु हुँदैन। सेवा सकेपछि बोल्ने हो, अघि पछि बोल्ने हो, तर सेवाको टाइममा चाहिँ सेवा गर्दाखेरि हाम्रो शब्दगुरुहरू, हाम्रो शब्दगुरु आमाहरू र हाम्रो माङ्सिया सामाहरू मैले धेरै देखेको छु। प्रायः म पनि पढ्छु होला त्यस्तै रेला ठट्टा गर्ने। तर त्यो समयमा चाहिँ हामीले रेला ठट्टा गर्नु भएन, हामी आचार संहितामा रहेर सेवा गर्नुपर्छ। त्यो चाहिँ गुरुले के भन्नुभएको छ भने मागमा सेवा पुगोस्, मागेले सेवा ताक्र कन्सुम्बु अदंस पहिला अदंस मेनु मेदार पयुतुक मासामा बुङे सीमा बुङे मेनु मेदार भङ्ना निम्सिलेम हामीले पनि आदि आशीर्वाद हामी पाउँछौँ भने आदि उनीहरूले पाउँछ भनेर गुरुले भन्नुभएको छ। तर हामी आचार संहितामा रहेर काम गर्नु पर्यो, सेवा गर्नु पर्यो। दोस्रो कुरो, हाम्रो सेवा सावाले नै काम गर्दै जाँदाखेरि गुरुजीले त हामीले कस्तो सिकाउनु भएको छ भने पहिले लासो राख्दाखेरि ठुल्ठुलो पत्ता राख्नु, ठुल्ठुलो पत्ता राखेपछि त्यसको माथि फुल राख्नु, फुलको छेउमा अक्षता राख्नु, अक्षता राखेपछि चाहिँ माङ्जार चाहिँ कर्मश नोसो वा काग्लोसे सरिमसे केनी सुखे पाङ्खे इखे के अरे लछा 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 लेम्रो लासो यो पातौँ वा। तर अनि सेवा सावा चाहिँ हतार आज हामी हतार छौँ, के गर्छौँ भने सबै एकै ठाउँमा काट्छौँ। अनि एकै ठाउँमा काटेर चाहिँ हामी खिचडी बनाएर अनि लासोमा परोस् नपरोस् यसो गरेर पुचपुचपुर राखेर हामी जान्छौँ। त्यसमा चाहिँ हाम्रो सिद्धि हुँदैन भन्नुभएको छ गुरुले। माङ्गाले हामीले त्यसो भन्नुभएको छ। त्यसमा चाहिँ हामीले धैर्य गरेर हामीले एक दिन त मागको त्यो हामीले छुट्याएको छौँ नि, आखिर उनीहरूको त्यो सेवाको लागि हामी गएको छौँ नि, किन हामी हतार गर्ने। मजाले मङ्जाहरू पनि अलग अलग काटेर फल्टो फल्टो टप्रामा काटेर त्यो टप्रामा काटेपछि चाहिँ फल्टो फल्टै राख्दा पनि हामीले पिस 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 राख्ने। माङ्ल्याङमा एउटाको आफ्नो आफ्नो रस हुन्छ अरे, माङ्ले पनि अलग अलग टिपेर खानुहुन्छ भनेर गुरुले चाहिँ हामीले त्यसरी भन्नुभएको छ। त्यो चाहिँ हामीले आचार संहितामा रहेर हामीले काम गर्नुपर्ने हुन्छ। हाम्रो धेरै जस्तो गाउँमा सेवा सावाहरू गाउँतिर म जान्छु अनि फल्ना गुरुहरू आउँदा यसरी गाली गर्छ भनेर चाहिँ त्यतिखेर चाहिँ हामीसँगै गर्नुहुन्छ। तर अघि पछि हामी जाँदाखेरि यसो हेरेको सेवा गर्दै गए ठाउँमा जाँदाखेरि चाहिँ के देख्छौँ भन्दाखेरि सबै एकै ठाउँ काटेर मुछेर राखिराखेको देख्छौँ। त्यसरी चाहिँ होइन, हामीले काम गर्दाखेरि त्यसको बारेमा चाहिँ हामीले एकदम माङ्जा चाहिँ राखेर हामीले मिलाएर पाएर मिलाएर राख्ने। त्यसमा चाहिँ के हुन्छ भने हामीले कर्ममा क्लियर गऱ्यौँ भने भरे वाचन गर्दाखेरि हामीले मिस्टेक भए पनि मागले हामीले माफ दिन्छ भन्नुभएको छ है गुरुजीले नि। त्यसले गर्दाखेरि हामीले कर्म गर्दाखेरि चाहिँ हामीले सबैभन्दा राम्रो कर्म गर्नुपर्छ। पहिलो नम्बर हामीले दियोहरू राख्दा पनि पूजा गर्न जान्छौँ, दियोहरू राख्दा पनि हामीले जता बस्ने राख्यो सक्यो बोलेपछि हुन्छ भन्छौँ। तर लोटाको अगाडि दियो राख्छौँ, त्यो दियोको मुख अलिकति चुचो हुन्छ, त्यो दियो बत्ती बाल्ने दियो भएको हुन्छ त्यो मुख चाहिँ आफ्नोपट्टि फर्कोस् अरे क्या। हामीले दियो पनि हामी जता राख्यौँ जता पाए त्यतै राख्छौँ, त्यसमा पनि हामीले त्यसको त्यो चाहिँ अर्थ लाग्दैन अरे। दियो राख्दाखेरि कलशको अगाडि दियो राखिसकेपछि त्यो दियोलाई पनि त्यो दियोको मुख पनि हाम्रोपट्टि फर्कोस् अरे, तगाङ इर। त्यो चाहिँ हामीले काम गर्दाखेरि हाम्रो सेवा सावारको हाम्रो कर्तव्य हो, हाम्रो जिम्मेवारी हो। अनि अहिले त सबै सेवा सावाले गरेपछि त्यो म्याङले हेर्दैन पनि सक्दैन, जे गरे पनि सेवा सावाले चोकुन्नु भन्छ छोडिदिन्छ। तर उहिले त
हामीले फेदाङमा यहाँबाट काम गर्दै आउँदाखेरि त तुम्याङले पक्रिन्थ्यो है, लासोमा पक्रिन्थ्यो, त्यो बनाउँदाखेरि पक्रिन्थ्यो, खाजोङहरूमा पक्रिनुहुन्थ्यो, अनि भरे मुन्धुममा पक्रिनुहुन्थ्यो। अहिले त तुम्याङ पर बस्नुहुन्छ, उनीहरूलाई अवस्था पनि छैन, जसुकै गरेर सेवा साबले गर्छ, राम्रो गर्छ भनिसक्यो। त्यसले गर्दाखेरि हाम्रो तुम्याङहरूले पनि अहिले त यो निर्देशक आएको छ, अब तुम्याङहरूले पनि अब पक्रिन्छ है अबदेखि त तपाईँहरूको खाजोङ ठिक छ कि छैन भनेर उहाँहरूले अघि यहाँनिर खाजोङको बारेमा, साम्ची मुन्धुमको बारेमा, सबै खाजोङको बारेमा उहाँ राम्रो शिक्षाम्बारले हामीले सुनाइदिनु भएको छ, पढेर सबै कुरा यो यस्तो छ यो यस्तो छ जनाइदिनु भएको छ। तर हामीले चाहिँ त्यो कर्म गर्दाखेरि चाहिँ ठिक छ छैन भन्ने कुरा चाहिँ अब चाहिँ तुम्याङले पनि पक्रिन्छ र हामी पनि काम गर्दा पनि एकदम होसियार गरेर गर्नुपर्ने हुन्छ। धेरै जस्तो हामी किनभने हामीले यहाँ अब माङ्सेङमा पनि छौँ, मैले धेरैजना फल्ना भनेर किन नाम तोकिहाल्नु, झापा मरङतिर हामी प्रशस्तै छौँ, किनभने माङ्जा भनेको त एकै ठाउँमा काटेर राखेर माग्ले दिने त हो नि भन्यो, अनि त्यो कचकचुक काट्यो एकै ठाउँमा अनि मुछेर त्यो राख्ने प्रथा गरेको छौँ। तर त्यो चाहिँ हामीले हुँदैन, माग्ले हुँदैन भन्नुभएको छ। त्यसमा चाहिँ हामीले अलग अलग गरेर राख्ने। अनि अर्को कुरा चाहिँ त्यो दियो कलश राख्दाखेरि पनि हाम्रोमा दुई खालको राख्दैछौँ। तर गुरुजीले हामीले के भन्नुभएको छ भने दियो पहिले माङ्जा त अगाडि माङ्जा राखेर अनि यता दियो राख्ने, कलश थाल राख्ने, थालको माथि दियो राख्ने, दियो कलश राख्ने, कलशको पछाडि चाहिँ हाम्रो दियो राख्ने भनेर भन्नुभएको छ। त्यसमा पनि हामीले बात गरेको छ। तर गुरुजीले हामी पहिले चाहिँ एकपल्ट मङ्गीमा हामीले दियो भित्रै लगाएका थियौँ। तर गुरुले 69 सालमा यहाँ गोठ पूजा गर्दाखेरि पहिलोचोटि चाहिँ अघिल्लो दिन गोठ पूजामा केही भन्नु भएन। भोलिपल्ट त्यो देवी देउराली गर्दाखेरि चाहिँ यो कसरी तिमीले यसरी राख्यौ भनेर सोध्नुभयो हामीले। होइन गुरु, बरु मन्दिरमा यस्तै गर्दैछ हामीले यसरी गऱ्यौँ भन्दाखेरि होइन, मैले यो दियो पो बाहिर निकालो भनेको त, मैले त्यो लोटा त्यो कलशभित्र राख भनेको त होइन नि, यसले यता निकाल यता राख्नु भनेर हामीले यतै राखेछौँ। अनि प्रायः जस्तो त्यो दियो चाहिँ हाम्रो टाढीतिर हाम्रो गुरुजीहरूले यतातिर चाहिँ त्यो भित्र रहेको छ, त्यसमा चाहिँ गुरुजीले बाहिर भन्नुभएको छ। अनि त्यसमा पनि हाम्रो बात छ गाउँमा जाँदाखेरि अब त्यसले चाहिँ हामी एकीकृत गरेर लैजाउँ। अनि अब मैले भने यो माङ्जा बारेमा, माङ प्रसादहरू काट्ने बारेमा त्यसले हामीले एकीकृत गरेर लैजाउँ, किनभने हामीले गुरु आश्रममा जसरी गर्छौँ हामी त्यसरी नै हामी गाउँमा पनि गरेर सिकाउँछौँ। तपाईँहरूले मैले मात्रै यहाँ गरेर हुँदैन, तपाईँहरू पनि आउनुहोस्। हामीले गुरुज्यूले सेवा लाउँदाखेरि जहिले पनि हामीले उँभौली आश्रममा सेवा बस्दाखेरि हप्ता दिनको सेवा हुन्छ। हप्ता दिन तपाईँहरू पनि आएर यहाँ अध्ययन गर्नुहोस्। कसरी गर्नुहुन्छ भने गुरु स्वयं आएर बस्नुहुन्छ, साङ्ग्रामा गुरु स्वयं बस्नुहुन्छ, खला नाला देवी देउराली गर्दा गुरु स्वयं बस्नुहुन्छ। कुन कुन मागहरू कसरी गर्नुपर्छ भन्ने कुरा, गठ पूजा कसरी गर्नुपर्छ भन्ने कुराहरू तपाईँहरू पनि आएर तपाईँहरू सिकेर जानुहोस्। हामीले गाउँमा मात्रै ठुलो भएर गाउँमा मात्रै गरेर म त गाउँमा मात्रै जान्दछु उहिलेको जस्तै तरिकाले चाहिँ अहिले हुँदैन। गुरुजी गुरुआमाहरू हुनुहुन्छ, अहिले त घरिघरि बदलिन्छ। हिजो गरेको कर्म आज आउँदैन, भोलि गुरुले यो यसरी पो छ त यसरी गर भन्नुहुन्छ, त्यो अनुसारले हामीले जानुपर्छ। अनि त्यो हामीले सबैभन्दा पहिले हामीले गर्ने कुराहरू चाहिँ त्यो भयो। अनि मैले यो दियो क्लसको बारेमा मैले भनेको छु, अनि यो माङ्जाको बारेमा मैले भनेको छु। अनि अब हामीले दियो क्लस मस्काउँदाखेरि मैले धेरै ठाउँमा देखेको छु, यता दियो क्लस मस्काउने भाग दिएको छ, बिचराहरूको पेट ढाडिन्छ होला नि अब जाडोमा, चुम्मा ठक पात्दै दियो क्लस मस्काउँछ। त्यो चाहिँ हामीले आचार संहिताले दिँदैन। पात्दै थुक्दै गर्दै गऱ्यो भने त्यो भाँडामा हाम्रो पातको गन्ध पहिले जान्छ, त्यो भाँडामा कि टाँसिन्छ अरे। तर हामी देख्दैनौँ न, उहिलेको पुर्खाहरूले हामीले चाल पाउँदाखेरि आमा बाबुले के गर्थ्यो भन्नुहुन्छ भने कसैले त्यहाँ पादेको देख्यो चाल पायो भने अगुल्ठो निकालेर त्यो भातको माथि घुमाउनुहुन्थ्यो क्या, कसले जम्मा यी चाँदिदेछु भनेर घुमाउनुहुन्थ्यो। त्यसले गर्दाखेरि त्यो अशुद्ध हुन्छ। त्यसले गर्दाखेरि दियो क्लस मस्काउँदाखेरि कुनै पूजाआजाको सामग्रीहरू फलफुलहरू काट्दाखेरि फुलहरू टिप्दाखेरि हामीले पात्दै थुक्दै सिङ्गान फाल्दै टिप्ने होइन। फुलहरू पनि तपाईँले नुहाइधुवाइ गरेर चोखो गरेर टिपेर ल्याउने, फुलपाती टिप्दा पनि एकदम नुहाइधुवाइ गरेर चोखो गरेर अलग्गै ल्याउने। अनि तपाईँहरूले दियो क्लस मस्काउँदाखेरि पनि नुहाइधुवाइ गरेर चोखो निथो गरेर दियो क्लस मस्काएर राख्ने। अनि
फेरि हामीले त्यो दियो क्लस मस्काउँदा पनि हामी के गर्छौँ भन्दाखेरि भात मस्काउने भाँडा पनि त्यही मस्कौटा पनि त्यही हुन्छ, त्यो क्लस मस्काउने मस्कौटा पनि त्यही हुन्छ, त्यो पनि अशुद्ध हुन्छ। हामीले दियो क्लस मस्काउने मस्कौटाहरू छुट्टै राख्नुपर्छ, भाँडाकुँडा मस्कौटा छुट्टै राख्नुपर्छ। अनि कतिजना चाहिँ हामी त महागुरुकै चेला हौँ भन्छ। पहिले मैले देखेको छु उहाँहरूको घरमा सेवा गर्न जाँदाखेरि दियो क्लास त कहिले देखेको कालो बसेको छ, म त फलामको हो कि भने पहिले त फलामको पनि चलाउँथ्यो नि, तर तामा रहेछ भरे मस्काउँदा त रातो भयो क्या। हामीले दियो क्लास पनि कतिले त घरमा मस्काउँदैनौँ न पहिल्यैदेखिको, अनि त्यो कहिलेदेखिको त्यो खिया परेर आएको हुन्छ। सेवा सावा त यो माङको बुहारी हो, यसले मस्काउँछ भन्छ, सबै मस्काउनु पर्छ हामीले नि। तर त्यो त घरको धनीले नै मस्काउँदा हुन्छ है, त्यो क्लास त सेवा सावाले नै मस्काउनु पर्छ भन्ने हुँदैन। त्यो चाहिँ हामी सबैले भक्तजनले हामीले गुरुले के भन्नुभएको छ भने दियो क्लास जसरी उज्यालो हुन्छ टल्किन्छ, तपाईँहरू त्यसरी नै पो तपाईँको भावी सन्तानहरू टल्किन्छ है, राम्रो भएर जान्छ। त्यो कालो बनाएपछि भावी सन्तान कालो हुन्छ पातङहरू। त्यसमा चाहिँ हामीले दियो क्लास मस्काउँदाखेरि चाहिँ हामीले अल्छी मान्नु भएन। अहिले त विविध सामान छ, पितम्बरु छ, साबुन छ, उहिले त थिएन। हामीले त माटोले उसले मस्काउँथ्यौँ, अहिले त पितम्बरु आएको छ, हामी त खरानीले मस्काउने हो। त्यसले गर्दाखेरि त्यो दियो क्लास मस्काउँदाखेरि पनि तपाईँ हामीले एकदम राम्रो मस्काउने, टिलिक्क टल्काउने। अनि सेक्यासम्म चाहिँ माङ्जा काट्दाखेरि मास्क लगाउने। यो माओवादीले मास्क लगाउनु सिकायो भन्थ्यो, रुमाल बान्नु, तर हामीले पनि माग्ले त उहिले दिएको रहेछ, हामीले नगरेर रहेछ। किन मास्क लगाउने भन्दाखेरि हामीले बोल्दाखेरि थाहा पाउँदैनौँ न, तर हाम्रो थुक उछिटिँदो रहेछ। त्यो थुक उछिटेपछि माग्ले त्यो हामीले चढाएको चिज माग्ले लिँदैन, जुठो हुन्छ। जुठो चिज त माग्ले खाँदैन, नखाएपछि हामीले सेवा गरेको र नगरेको एउटै हुन्छ। यो आज मात्रै होइन, यो 2056 सालकै कथा आउँछ। किनभने माङहिममा सेवा गर्दाखेरि गुरुजीले भन्नुहुन्थ्यो, अनि सेवाको कुसुले सेवा मुखेमेबी भनेर भन्नुहुन्थ्यो। अनि कसरी भनेर सोद्धाखेरि त अनि भरे अनि सेसरी भनेर भन्नुभयो। त्यस पछाडि सबैले शपथ खुवाएर आजदेखि गर्नुपर्छ शपथ खुवाउने कार्यक्रममा त्यतिखेर म पनि थिएँ। त्यो शपथ खुवाउने बेलामा हाम्रो अध्यक्षज्यूहरू यहीँ हुनुहुन्छ, हाम्रो थल्लङ गुरुजीहरू यहीँ हुनुहुन्छ, कसम खुवाउने उहाँहरू नै हो। त्यतिखेर हाम्रो नाम पनि छ त्यो फाइलमा। हामी भर्खर थियौँ, पुजारी त हामी सिक्दै थियौँ। तर त्यतिखेर कुसुले सेवा कसरी हुन्छ भन्दाखेरि हामीले खैनी खाँदै, चुरोट खाँदै, अनि माङ्जा बनाउँदै, अनि माग्न चढाएको त माग्ले त लिँदैन। त्यो माग्ले नलिएपछि त के हुन्छ, हामीले चढायौँ भन्ने मात्रै हुन्छ, त्यो सेवा नै भएन। त्यहाँदेखि 56 सालदेखि चाहिँ शपथ गराएर खैनी चुरोटहरू सबै त्यहाँनिर अम्बके एउटा बोट थियो, त्यो अम्बके रूपमा झन्डै 20 केजी जस्तो एउटा बोरामा झुन्डाइरहेको थियो। हिजो अस्ति समय थियो, त्यो चाहिँ पछि गएर त्यो फालियो। त्यो जब रुख गएपछि त्यो गयो। त्यो जस्तै अहिले पनि हाम्रो त के छ भने यहाँ चाहिँ हामी खाँदैनौँ न, हाम्रो सेवा सावा हामी नै यहाँ त खाँदैनौँ, तर त गाउँमा गएर चाहिँ कसैले नदेखि त हुन्छ भनेर खान्छौँ क्या चुरोटहरू। मैले एकजना पुजारी मैले नै भेटेँ, हिँगाको मागे नाक्थौँ वा चुरोटेको मेन्थुङ्गे सुक्तुङ्गिन्नु भन्थ्यो। अनि मागे नाक्थ्यो अनि मेत्तुङले होइन मैले मागेको भन्नुभयो। मैले चाहिँ गुरुबाबुले भन्नुभएको थियो यसरी चाहिँ हुँदैन, यो खाँदै पिउँदै गर्नु चाहिँ हुँदैन भन्नुभएको थियो। लुखेने चाहिँ कने मेथुङ्गे नै मेथुङ्ग मैले गाली पनि गरेँ। लो आइना यो मेथुङ्गा भन्यो, थुङ्गी मेथुङ्गी त्यो त मलाई थाहा भएन। अनि त्यसै कारणले हामीले खाँदै पिउँदै सेवा गरेको चाहिँ लाग्दैन अरे क्या। सेक्यासम्म चाहिँ सेवा गरिदिनु पर्दाखेरि पनि हामी शुद्ध पवित्र रहेर, हुन त अहिलेसम्म मलाई निरोगी छ र म त्यसो भन्छु, कति रोगीले त रिस उठ्छ होला है, फेरि कति भोकै बसेर कहाँ सकिन्छ त्यसरी भनेर। तर सेवा गर्दाखेरि बिहान हामी छिटो गर्नुपर्छ। बिहान छिटो गऱ्यौँ भने हामी देवी देउराली खला नाला चाहिँ पानी नखाइकन गर्नुपर्छ भनेर माग आज्ञा छ क्या। पानी नखाइकन शुद्ध पवित्र गऱ्यो भने त्यो मागले लिन्छ अरे। अनि हामी चाहिँ आचार संहितामा रहँदैनौँ, अब मागले भनेको कुरा सुन्दैनौँ, अब जहिले कुरा त्यहाँ पनि हामी जाने कुरा हुँदैन। नभएपछि के हुन्छ, आफ्नो खुसीले अब यता खाजासाजा खाँदै अनि गाउँमा गयो। अब घिमदाङबाले पनि के भन्छ, उनीहरूले गाह्रो भइरहेछ, लु पुजारी चियाको थुङ्गो मोड्नु भन्नुहुन्छ। अनि हामीले पनि अब खाउँ लागेको हुन्छ, गलेको हुन्छ, खाउँ भने खाइहाल्छौँ। तर सकेसम्म घरको धनीहरूले पनि तपाईँहरू पनि किनभने हँसेर रहनुहोस्, तपाईँहरू पनि आफै सजग बनिनुहोस्। किनकि
तपाईँहरूको घरमा राम्रो होस् भनेर सेवा गरेको हो नि त। पुजारीले पहिले खानापिना ट्युन दिएर जाने सेवा गर्दा त त्यो त राम्रो हुँदैन। हामी सेवासावाले बिहानै सबैभन्दा पहिले नुहाइधुवाइ गर्ने, नुहाइधुवाइ गरेपछि त्यहाँनिर अब त्यहाँ साम्याङ युपावाचा बनाएर त्यहाँ सिसी सँगसँग गर्ने, त्यो त हाम्रो आचार संहिताभित्र रहन्छ। अनि हामीले सेवामा बसिसकेपछि चाहिँ हामी घरिघरि उठेर दिशा जाने, घरिघरि गएर पिसाब जाने, घरिघरि गएर यो खुट्टाहरू कन्याउँदै बस्ने, हातको औँलाहरू कन्याउँदै बस्ने, नाकहरू कन्याउँदै, कानहरू कट्याउँदै बस्ने, यो दुलोहरू सबै फोहोरी हुन्छ अरे क्या। सेवा गरिन्जेल चाहिँ हामीले हातहरू यता कान नकट्याउने, नाक नकट्याउने, त्यो चाहिँ त्यो आँखाहरू कानहरू कट्याउँछ भनेर नि मास्क लाउनु भएको क्या। त्यो भएपछि भरे त अनि त्यही चरो हामीले दिन्छौँ अनि माग्ले लिँदैन। मैले यो चाहिँ कसै लिँदैन भन्ने कुरा मैले पनि ठाउँ ठाउँमा अब सेवा गर्दै जाँदाखेरि कहिले कहिलेको मागेमा खान्छौँ। हाम्रोमा पनि कहिले कहिले माग्न आउँछ, सधैँभरि त आउँछ भन्दिनँ है म, खै कसो कसो गर्दा माग्नहरू आउँछ, त्यतिखेर चाहिँ त्यो हामीले देख्छौँ क्या। त्यसले गर्दाखेरि माग्ले सेवा लियो लिएन भन्ने कुरा सोध्छ, कति पर्सेन्ट सेवा लियो। आज नि जस्तै अब यहाँ हामीले एउटा सपोक चमान गऱ्यौँ, सोध्छन् सपोक चमान गरिसक्यौँ, यसको आज यसपालि हाम्रो नाति छ कि नातिनी छ भने सबैले त्यो हुन्छ क्या, सोध्छ। अनि त्यो चाहिँ हामीले अघि नै सेवा गर्दै विवेक पुऱ्याउनु पर्छ। अनि चाहिँ भरे यो छ भने त्यो पुग्छ, तर त्यतिखेर अब शुद्ध पवित्र पनि छैन, अनि यो छ भन्दा त्यो पनि भरे उल्टो हुन्छ। अनि जखना मेनी